पुलिसले नै पुर्दै गरेको देखेको छ हो कुनै पनि प्राणीलाई बाँच्ने कसरी रोक लागेको भनेर कहाँ परीक्षण गरेको छ यस्तो कुरा यो सबै हाम्रो नेपाल भनेको चाहिँ अर्काले बनाइदिएको कानुनमा एनजिओ आइएनजिओहरू तपाईँ पत्रकार साथीहरू पनि कति त्यस्तो कुरामा बिक्नु भएको छ भने यो क्वेसन नगर्दा राम्रो तर जनताप्रति सबै तपाईँहरू पनि उत्तरदायी हुनुहुन्छ तपाईँहरूको पनि मन हृदय मुटु छ भने जनताले धुरु नरियोस् 600 मात्र मारेकै हो भनेर यहाँले भन्नुभएको थियो जनताले मारे त के गर्नु त्यसैलाई चाहिँ अहिले मान्छेहरू तपाईलाई कारबाही हुनुपर्छ भनेर हे तेरिका मलाई यो देशको सत्ता परिवर्तन यो देशमा संविधान नयाँ बनाउनु पर्छ भन्दाखेरि मलाई फाँसी चढाउने जेल हाल्ने सबै गरेको मान्छे बाँदरले जनताको दुःख दिएको छ अनि के अरे उजुरी हालेको भरमा डराउने मान्छे हो त यदि तपाईले कारबाही गर्यो भने कारबाहीको भागीदार बन्न तपाई कस्तो कुरा गरेको एउटा बाँदर भनेको थोरै हो 6 लाख मार्नुपर्छ 6 लाख अनि पनि शान्ति हुँदैन होला सायद बाँदर मार्नुपर्छ ल जनताले त्यो कानुनको लागि भिडिएको हो नि त म त हिजो त पुर्खाहरूले त कति मारो नि गाउँभरि मारेको छ गाउँमा तपाईँ यो बुम बोकेर जानु न एकचोटि बाँदर मार्नु हुँदैन भनेर मकैबारीमा पुग्नु त कुटाइ खाएर फर्किनु भएन छ नि ठुक्क मलाई पिसाब फेर्नु मुखमा तपाईँ यहाँ मलाई होइन के तपाईँ बुम बोकेर मोटरसाइकल होला बाँदरले मकै खाँदैछ यतिखेर अब अचारे मकै पाक्दैछ जाने त्यहाँ बुम बोकेर कर्म त्यहाँ जनताहरू हुन्छ नि यो चाहिँ बाँदरलाई तपाईँले चाहिँ ल है यो गर्नुपर्छ के अरे मार्नु हुँदैन पाल्नुपर्छ भन्नु कुटाइ खाएर फर्किनु भने त मलाई यो हत्या हिंसा गर्नै हुँदैन भन्नु मान्छेलाई लाग्ला सबै अब कोही शाकाहारी हुन्छ कोही मांसाहारी हुन्छ मजाको खसी रहेछ भनेर कोही उचाल्दै गरेको मान्छेहरू पनि हुन्छन् भिडियोमा छ होइन कुखुराको भालेहरू यी सबै विषयवस्तुहरू नगरहरूले आन्दोलन गरेको छ आज 21 दिन भयो कुकुर जानवर कुनै पनि पशु पक्षीले मार्नु हुँदैन संरक्षण गर्नुपर्छ खबरहरू आइसक्यो सडकमा होइन उहाँहरूलाई शुभकामना छ मैले भने नि यहाँ माइती घरमा छ त बाँदर